पछि लास्टमा क्या पहिला त्यो मैनबत्ती बोलोस् न ल ताली बजाउ न है अहिले छुस्स जाँदाखेरि गर न छुस गरेर राख न धेरै भयो धेरै भयो ह्याप्पी बर्थडे टु यु ताली बजाऊ ताली ह्याप्पी बर्थडे टु यु उसको सिगान बुझ्दैन सिगान जस्तो देख्ने क्या त्यो नाकमा ठ्याक्कै डढायो त्यो मैनबत्ती एउटा निभेछ ल ल ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु नढोग न त्यो जाँड खाने मान्छे जस्तो देखेँ क्या ल फुगर अब मैनबत्ती फुगर म्याजिक होइन रहेछ हो त है निकाल ल काट ल सक्यो समिस ल अब चाहिँ यहाँ केक काट्ने कार्यक्रम हुँदैछ ल ताली बजाऊ न ताली बजाऊ ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु डियर ह्याप्पी बर्थडे टु यु डियर निलम बबिताले तिमीले दिएको भएर तिमीले खाएर उसलाई पनि खुवाउ न त्यही अनि बाँकी बबिता खाऊ ल समिसलाई देऊ अब अलिक ठुलो देऊ न हौ ल समिस लौ आन्टीलाई पनि थोरै खुवाऊ निलमले खास खुवाइदिनुपर्छ क्या डाइरेक्ट दिने होइन क्या समिस पनि खुवाइदेऊ ल आन्टीलाई उसैले खुवाएको राम्रो हुन्छ नि कतिको खुसी लागेको छ म त खुसीले ठेगाना मलाई सोध्यो भने म अघि झन्डै 5 दिन रुको है जान ला यता गालातिर लगाइदिनु मैले बिर्सेछु त तिम्रो जुठो न त्यो हैन यो लाउने तिम्रो जुठो चाहिँ हैन ल चार देऊ खाऊ के गर्ने म बबितालाई ठुलो काटेर देऊ न हैन अहिले लास्टमा खाउँला न ल देऊ टिका लगाइदेऊ ल आशिष दिनु पर्यो नि म त राति लगाइदिएको के भने आशिष दिन्छ लगाइदेऊ समेश गालामा लगाइदिने भए लगाइदेऊ सेतो लिएर लगाइदेऊ अहिले पनि तपाईँलाई लाग्दो ठुलो सरप्राइज भयो म त एकछिन त मन त थुर भयो है खुसीले सीमा नै नाग्नु लागेको जस्तो भएको नि म त कस्तो साँच्चै मैले अर्को लुगा लगाएर राम्रो लुगा लगाएर हिँड न बर्थडेको दिन त भनेको यस्तो रे के बाटैभरि विस गर्छ नि मलाई चाहिँ थाहा छ मेरो बर्थडे भनेको है चुयो त हुन्छ
सधैँ हाँसी खुसी रहनु सधैँ यस्तै खुसी भएको देख्न पाऊँ है अब अब अरू थोकिने नि पर्दैन दिने अभि तपाईँले त साह्रै धन्यवाद तपाईँलाई धन्यवाद तपाईँ पनि खुसी धन्यवाद तपाईँलाई धेरै धेरै म त गरिब भएर होइन खायो हुन्छ खाऊ खाऊ समेश खायो हुन्छ खाऊ सक्दैन बुढाबुढीमा जहिले यस्तै खुसी देख्न पा झै झगडा होइन झै झगडा त हुनु पर्छ तर त्यति धेरै नै ठुलो हुन्छ होइन क्या जस्तो झगडा परे पनि माया बनाएको जोडियो माथि